नमस्कार, म हाम्रो नयाँ युट्युब च्यानल इनर उडानबाट दर्शक महानुभावहरूलाई हामीले केही समयबाट यस्ता मोटिभेसनल टाइपका भिडियोहरू प्रस्तुत गरिरहेका छौँ र आज पनि त्यसै सन्दर्भमा म एउटा सानो प्रस्तुति लिएर उपस्थित भएको छु। ध्यानपूर्वक हेरेर सुनेर यो भिडियोलाई लाइक शेयर र कमेन्ट चाहिँ गर्न नभुल्नुहोला। त्यसैगरी आज हामीले यस सन्दर्भमा लिएका छौँ कि हो हामी थाकेका छौँ, थाक्नु हाम्रो एउटा स्वाभाविक कुरा हो भन्ने सन्दर्भमा हामीले लिएर आएका छौँ। तर थाक्न त थाकियो, थाक्नु नै हाम्रो हार मान्ने समय चाहिँ होइन मित्र। त्यसबारेमा हजुरहरूलाई यो भिडियो लिएर म उपस्थित भएको छु। हो हजुर थाक्नु भएको छ, तर हार मान्ने समय यो होइन। बुझ्नुहोस् है, कहिलेकाहीँ जिन्दगी यति गाह्रो हुन्छ, बिहान उठ्न पनि मन लाग्दैन, यस्तो गाह्रो हुन्छ यो उठेर के गर्ने हो भन्ने जस्तो फिल हुन्छ कि आँखा त खुल्छ तर दिल भन्छ के का लागि उठ्ने, कसरी अगाडि बढ्ने। भित्र जब मनभित्र ऊर्जा नै छैन, बाहिर कसैले बुझ्दैन भने उठेर के गर्ने भन्ने जस्ता कुराहरू हुन्छ। हजुर थाकेको हुनुहुन्छ, थाक्नु स्वाभाविक हो, बुझ्नुभयो है। हजुर अल्छी हुनुभएको होइन, हजुर थाक्नु भएको, अल्छी त हुनुभएको होइन नि। सो त्यस कारणले हजुर संसारले दिएको चोटबाट सपना नपुगेको पीडामा हुनुहुन्छ, हजुर स्वस्थ हुनुहुन्छ। किनकि जाँगरै छैन, हजुरले मेहनत गर्दा गर्दै हजुरले त्यो कामहरू गर्दा गर्दै त्यसबाट सक्सेस पाउनु भएन भने हजुरलाई जाँगर पनि आएको छैन। हो जाँगर आएको छैन भनेर हजुर पछुताउनु पर्ने बेला छैन। हजुर इनर उडानको साथमा हुनुहुन्छ, इनर उडानले हजुरलाई यतिसम्म उडानमा लैजान्छ, यस्तो एनर्जी दिन्छ हजुरलाई। अब यी दिनहरू हजुरको लागि सक्सेसका दिनहरू आइसकेका छन् कि म अब सक्सेसमा जाँदैछु भनेर ध्यान दिनु होला। हजुर सुन्नुहोस्, हजुर अझै आफू बाँकी हुनुहुन्छ, हजुरमा अझै ऊर्जा छ जुन लुकेको छ। हजुर भित्रको त्यो ऊर्जा लुकेको छ, किनभने हजुरले सक्सेस नपाएको कारणले गर्दाखेरि हजुरको भित्र भएको ऊर्जा त लुकेको छ, बाहिर निस्कन पाएको छैन। अब हजुरले त्यो ऊर्जा, आफ्नो भित्र रहेको ऊर्जालाई युज गर्ने समय आइपुगेको छ। रहनु होला हाम्रो साथमा एउटा चम्किलो क्षणको पर्खाइमा छ हजुरको लागि। यस्तो क्षण आउँदैछ हजुरको लागि, एकदम चम्किलो क्षण आउँदैछ भन्दाखेरि त हजुरलाई यस्तो लागेको होला, ज्योतिषले जसरी भन्नुभयो सरले भने जस्तो लागेको होला, तर ज्योतिषले जस्तो होइन। हजुरको मनभित्रको कुरा बोलिरहेको छु म। हजुर आफैले आफैलाई कहिले पनि सानो नठान्नुहोस्। यदि हजुरले आफैले सानो ठान्नुभयो भने, आफूले आफैलाई नलायक ठान्नुभयो भने हजुर सक्सेस हुन सक्नुहुन्न। सो त्यस कारणले गर्दाखेरि हजुरले आफूले आफैलाई हिम्मतिलो ठान्नुपर्छ। ममा त्यो काम गर्न सक्ने क्षमता छ, ममा हिम्मत छ, ममा तागत छ, ममा शक्ति छ भनेर हजुर ऊर्जाका साथ अगाडि आउनुपर्छ। हजुर एकपटक यस्तो हजुरलाई पुरा ब्रह्माण्डले पुरिरहेको छ, हजुरले सोच्नुभएको एक्लो छु भनेर, तर हजुरलाई पुरा ब्रह्माण्डले पुरिरहेको छ कि हजुर एक्लो हुनुहुन्न भनेर। सो त्यस कारणले चोटभित्र एउटा पाठ लुकेको हुन्छ भन्ने कुरा हजुरहरूलाई थाहा हुनुपर्छ र हरेक आँसु पछाडि एउटा शक्ति लुकेको हुन्छ भन्ने कुरा पनि थाहा हुनुपर्छ। र हजुरभित्र, हजुरको आँसुभित्र एकदम ठुलो शक्ति लुकेको छ। त्यो शक्तिलाई युज गर्ने बेला आएको छ, त्यो शक्तिलाई सदुपयोग गर्ने बेला आएको छ मित्रहरू। सो त्यस कारणले इनर उडानको साथमा हजुर सधैँ रहिरहनु होला, किनकि हजुरको सबै कहानी मैले यहीँबाट प्रस्तुत गर्नेछु। जब सबैले हजुरलाई बिर्सन्छन्, त्यो हजुरलाई नयाँ बन्ने अवसर मिलेको हुन्छ भन्ने कुरा हजुरले हेक्का राख्नुपर्छ साथीहरू। यो विषयवस्तुलाई हजुरले जब हजुरका आफ्ना इष्टमित्र सङ्गी साथी सबैले बिर्सिरहेका छन्, कोही हजुरसँग बोल्न पनि चाहन्नन्, या हजुरको मन दुखेर हजुर आफै बोल्न चाहनुहुन्न भने त्यो समय भनेको हजुरलाई अब अगाडि बढ्ने क्षण आउँदैछ भनेर हजुरले बुझ्नु होला। जब सबैले हजुरलाई हेर्छन्, त्यो हजुरलाई अझै बलियो बन्ने अवसर मिलेको भनेर बुझ्नुपर्ने हुन्छ। जो मलाई हिजो पनि त्यस्तो परेको थियो भने मैले त्यसै विषयमा हजुरहरूलाई यो कुरा प्रस्तुत गर्नेछु। हो केही स्क्रिप्टहरू मैले लेख्नुपर्ने छ भने केही स्क्रिप्टहरू मेरो मनभित्र आफूलाई परेका पीडाहरूबाट मैले हजुरहरूलाई पस्किरहेको छु। त्यसो हुँदाखेरि लगभग यस्ता पीडाहरू हर कसैलाई परेको हुन्छ, यस्ता दुःखहरू हर कसैलाई परेको हुन्छ। आउनुहोस्, आएर हामी भालाकुसारी गरौँ।
किनभने अब हजुर उठ्नुपर्छ, हजुर जाग्नुपर्छ, किनभने तपाईँ पतन हुनुभएको छैन, पतन हुनुभएको होइन। हजुरलाई यो समय भनेको एउटा सम्भावना मिलेको समय हो, सम्भावनाले हजुरलाई पुरिरहेको छ। सो त्यस कारणले आज यदि कसैले हजुरलाई भन्न सकेन भने म भन्न चाहन्छु कि हजुरमा खुबी छ, हजुरमा विश्वास छ। म हजुरमाथि विश्वास गर्छु, हजुरमा असाधारण क्षमता छ। यति क्षमता छ नि हजुरमा, असाधारण क्षमता छ, यति धेरै क्षमता छ हजुरमा कि त्यो क्षमतालाई युज गर्ने, सदुपयोग गर्ने बेला भइसकेको छ साथीहरू। सो त्यस कारणले हजुर उठ्नुहोस् र त्यो दिन हजुर आफूले आफैलाई, जुन दिन हजुरले आफूले आफैलाई पाउनुहुन्छ, भेट्नुहुन्छ, सक्सेसको बाटोमा फेला पार्नुहुन्छ नि, त्यो दिन बल्ल विश्वास गर्नुहुन्छ हो रहेछ नि ममा ताकत रहेछ, ममा खुसी रही क्षमता रहेछ भन्ने कुरा हजुरले विश्वास गर्नुहुनेछ र हजुरले आफूले आफैलाई देखेर गर्व गर्नुहुनेछ। ममा यत्रो क्षमता रहेछ तर म किन हिजो युज गर्न सकिनँ, किन यस्तो हुन सकिनँ भन्ने कुरा हजुरले गर्व गर्नुहुनेछ। र तपाईँ यो क्षण, यो अन्धकार, यो थकान अस्थायी हो, स्थायी होइन भनेर बुझ्नुपर्ने हुन्छ। र हजुरले आफ्ना साथीभाइहरूलाई पनि यो कुरा भन्न सक्नुहुन्छ कि कोही पनि साथी इष्टमित्रहरू हजुरसँग म यस्तो भएँ, मलाई यस्तो अप्ठ्यारो आइपर्यो भन्दाखेरि हजुरले ल इनर उडानलाई हेर्नुहोस् र मसँग सम्पर्कमा आउनुहोस् भनेर हजुर आफ्नै सम्पर्कमा राख्नुहोस् उहाँलाई, र इनर उडान हजुरलाई सो गराउनेछ। हजुरलाई ऊर्जासहित इनर उडानले हजुरलाई एकदम भित्रबाट मनोबल दिनेछ भन्दै आज अब हजुरहरूबाट यो भिडियो मैले यही समाप्त गर्न चाहन्छु। हजुर रहिरहनुहोस्, इनर उडानको साथमा रहिरहनुहोस् भन्दै बिदा माग्छु। नमस्ते।